हाम्रो के अरे अन्डा पार्ने चल्लो अनि यो चाहिँ अन्डा पार्ने चल्लो चल्लो भनेको कुखुरा बनाऊँ कता गयो भाले पनि छ क्या यहाँ मध्ये हजुर यो हेर्नुहोस् है अनि यो हेर्नुहोस् ठुलो खोलाको नजारा कहिले भ्यूज कहिले देख्नु भएको छैन होला ठुलो खोलाको भ्यूज देख्नु भएको छैन भने ल हेर्नु होला माथि गएर खिच्नु बनाउँछु ल देख्नुभयो ठुलो खोला यो बाटो लग्दै थियो तर रोकिसक्नुभयो रोक्यो अब म तपाईँहरूले गोठ देखाउँछु ल म बसेको गोठ भनेर भन्दिनँ यो चाहिँ यस्तो छ ठुलो खोलाको जे ठाउँ देशभरिको फोहोर लग्ने ठाउँ फोहोरको गाडी होइन धेरै भयो ब्लग नबनाएको नि यो जङ्गल यसमा बाघ पनि आउँछ है बाघ आउँछ सबै आउँछ बाघदेखि ल्याएर स्याल यो चाहिँ आलु हामीले रोपेको अनि यो तलको स्ट्रबेरी स्ट्रबेरी वेयर आर यु तलको स्ट्रबेरी यो अम्बा यो पनि बाह्रै मासको अम्बा यो पनि फोहोरको गाडीहरू आइरहेको छ माथि चाहिँ हाम्रो नुवाकोट किस्पाङ जाने गाडीहरू आउने अनि त्यसपछि अरूहरू पनि आउँछ यो चाहिँ लसुन भइहाल्यो हामीले रोप्ने लसुन पनि बेचेको साग हेर्नुहोस् यो सागहरू पनि धेरै छन् साथीहरू आज धेरै ब्लग बनाउनु म चाहिँ यता छु म यहाँ छु हजुरहरूले मेरो युट्युब च्यानल मनपर्छ भने लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला यति भन्दै म हजुरहरूले बेचेको साग देखाउँछु ल माथि यो पनि लसुन हो है ऊ त्यो छ नि ओ यो चाहिँ प्याजको बेर्ना प्याज हो हामीले अस्ति रोपिदिएको अनि अर्को तपाईँहरूले देखाउँछु ल यो पनि लसुन अनियन भनेर भन्दिनँ अनियन होइन के गार्लिक जिन्जर के भन्छ नि त्यस्तै हो क्या बेचेको साग देखाउँछु ल तपाईँहरूलाई कस्तो मजाले आएको छ तपाईँहरूले के थाहा यो चाहिँ आन्टीहरूको यो पनि लसुन ल तपाईँहरू छुट्याउनु लसुन र बेचेको साग कुन हो भनेर ल छुट्याउनु ल जुम गरेर देखाउँछु ल हेर्नु कति छ क्या बेचेको साग यहाँ त्यो पनि बेचेकै साग हो नभए त हेर्नु ल म देखाउँछु देख्नुभयो बेचेको साग यो चाहिँ हाम्रो गाउँमा त गोठ म साथै घरमा झ्याउ लाग्छ होइन यो सबै जाउँ पनि छरेको छ यहाँदेखि माथि चाहिँ जाउँ यो सबै यस्तो के अरे लसुनहरू मात्रै अनि त्यसपछि तपाईँहरूलाई ठुलो खोला घुम्न मन छ भने आउनु होला ल यो चाहिँ कुखुराको फर्म आन्टीहरूको यस्तो छ हाम्रो ठुलो खोलाको जिन्दगी भन्थ्यो ल हेर्नु नपत्याउनु भयो होइन यो साग हो ल हेर्नुहोस् यो साग बेचेको साग कहिले खानुभएको छ र भनेर भन्दिनँ किनेर खानुभयो होला आफ्नो घरको चाहिँ खानुभएको छैन होला धेरैले होइन त्यहाँबाट किन्नुभयो भने हेर कति राम्रो फुल तोरी देल लाएर कपाल कालो भो तिमी त नुरे देखेथे झन्झन गर उला भन्थ्यो अबले गीत गाउने आउँदैन कि अब म तपाईँलाई गाउँमाथि देखाउँछु ल यो हो हाम्रो गोठ यो हाम्रो गाउँमाथि हो गाउँमाथि पराल नखानु भएको छैन के पनि खानु भएको छैन के भएको आज गाउँमाथिलाई ए राधे गाउँमाथि खानु न त्यति पराल खानु यो डोको हामी घाँस काट्ने एउटाले दुईजनाले काट्ने घाँस होइन म चाहिँ यहाँ छु अनि अब म तपाईँहरूलाई माथि देखाउँछु ल माथि पनि देखाउँछु होइन
यो हो जाने बाटो, तर मलाई भिडियो बनाउन आउँदैन क्या यसरी। अरूले बनाउँछ नि त्यस्तै गरेर आउँदैन मलाई बनाउन। एनिवेज ट्राई गर्छु ल। यो हो सबै ठुलो खोला, यो पनि जङ्गलै हो है। तपाईँ कुच्चो चाहियो भने कुच्चो चाहिँ लिन आउनु क्या, इम्पोर्टेन्ट चिज होइन। कुच्चो भनेको चिसो कुच्चै हुन्छ नि, घरमा नभई नहुने चिज के हो? कुच्चो। घरबाट चाहिने के? कुच्चो। यहाँ साग छर्नु भएको, साग त खोइ अलि आएन कि थोरै थोरै। यो पनि कुच्चो, कुच्चो बराल्ने कुच्चो नै हो यो सब कुच्चो हो क्या। कुच्चो 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 कुच्चोले ल भन्थ्यो एउटाले त्यस्तो भयो। त्यो केरा, केरा त्यो पनि गोटै हो है। बाख्रोदेखि लिएर सबै गोठ छ। ए तल खासला म त छेउमा छु। अनि हाम्रो लसुन चाहिँ हेर्नुहुन्छ, यो चाहिँ आन्टीहरूको। हामी तिनजनाको छौँ, हामी 3टा खालको लसुनहरू छ। अनि 3टा खालको लसुन रोपेको छ त्यसैले। हाम्रो चाहिँ यो फुल्दै सुकेको छ कि साथै फेरि कति छिटो सुकेको, फुल्न पनि ढिलो नसुक्ने। यो चाहिँ हाम्रो लसुन। पहिला चाइनिज लसुन रोप्नु भएको थियो, बिग्रियो है, त्यही भएर नि अहिले रोप्दैन। यो सबै हाम्रो लसुन हो। यो पनि लसुन हो। लसुनै खेतबारी छ, के भन्नुहुन्छ हजुरहरू। यही हो नुवाकोट र काठमाडौँ सिमाना बिच रहेको के अरे डम्बिङ जाने साइड अथवा सिस्टोल। डम्बिङ र सिस्टोल भनेर बुझ्नु भयो भने 4 माइलो जाने बाटो, 4 माइलो जाने बाटो बुझ्नुहुन्छ होला है। माथि चाहिँ हाम्रो गाउँ पनि जाने। अनि यो जङ्गल छ नि टुप, यहाँभित्र चाहिँ तारकेश्वर महादेव हुनुहुन्छ। दर्शन गर्न चाहनुहुन्छ भने आउनु होला। यो तारकेश्वर महादेव धाम। अनि त्यसपछिको कुरो, अनि त्यसपछि यो घरहरू देख्नुभएको छ नि सिधा, यसको यता बिचनिर शान्तिधाम भुवनेश्वरी, शान्तिधाम भनेछ सरी, के अरे भुवनेश्वरी माताको मन्दिर छ, भाइरल मन्दिर भनेर चिनिन्छ होइन। यो पनि जाउँ नै हो। त्यो जङ्गलमा चाहिँ एकदम बाघ आउँछ कि, बाघ आउँछ, जे पनि आउँछ। यही हो आजको ब्लगिङ गर्ने मान्छे म। धेरै भयो युट्युबमा भिडियो नहालेको, आज बनाइदिउँ भनेर आएको। भ्युज नि आउँदैन हौ साथीहरू मेरो युट्युबमा, के भएको होला, भिडियो नहालेर नि होला नि है साथीहरू। सबै जाउँ हो कि, जाउँ अब लसुन गोड्ने बेला हुन लाग्यो साथीहरू। यो जङ्गल अनि ऊ त्यो देख्नु भएको छ घर पुग्न है। कता गयो मसानघाटको देखाउँछु भनेको त, मेरोले देख्दैन, मेरो आँखाले होइन, तपाईँहरूले देख्न सक्नुहुन्छ। त्यो बाइकहरू आएको मुनि थियो नि, त्यही हो मसानघाट 2 ठाउँमा। अनि ऊ त्यो दोरी छ, दोरी चाहिँ फुपूहरूको। अनि त्यो टावर छ नि, यो चाहिँ इन्डियामा लगेको बत्ती, नेपालले इन्डियाले बेचेको बत्तीको टावर हो यो। के बुझ्नुहुन्छ होला नि होइन यति भन्नेमा। ल गाइज अब म पनि जान्छु। यति मेरो च्यानललाई लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला होइन। के भिडियो मनपर्छ भने लाइक सेयर गरिदिनु ल, मन पर्दैन भने नि सेयर लाइक चाहिँ गरिदिनु होला है, कमेन्ट चाहिँ गरिदिनु होला। यस्तो चाहन्छ कि साथीहरू ल छ। अनि यही हो म देखाउन चाहेको, धेरै भएन भनेको। यही हो साथीहरू, यही हो। 4को गाडी आएन, यो 4को गाडी हो नि।
फोहोरको गाडी सला ला 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 फोहोरको गाडी ल एभ्रिवान बाई बाई। अब फेरि नयाँ नयाँ भिडियो बनाउन हेर्न चाहनुहुन्छ भने भिडियोलाई लाइक सेयर कमेन्ट सब्सक्राइबर गरिदिनु होला होइन। बस मैले त कहिले पनि कसैले हेर्नु त्यही भएर भिडियो बनाउनै मन लाग्दैन कि त्यही भएर हो त्यहाँ पनि गरिदिनु ल एउटा दया गरेर भए नि गरिदिनु ल। बाई बाई एभ्रिवान।